अब हामी चाहिँ मोलुङ गाउँपालिका वार्ड नम्बर 1 मा चाहिँ इन्टरभ्यू लिने क्रममा छौँ। ल लिनुहोस् त अङ्कल। तपाईको नाम के पर्यो हजुरको? नाम बताउनुहोस्। भने फेरि अब अनि सुन्तलाको बिरुवा किन मार्नुभयो? के रोग आयो? कति मिटर खन्नुभयो तल? अहिले होइन पहिला? यी गाउँमा बा यसरी बसेका छन्। दोहोर गाई जर्सी गाई पालेका छन्। खुट्टोमा खुट्टो चढाएका छन्। पाठो कुकुर पालेका छन्। यसरी कुर्सी यसरी डिजाइनमा चाहिँ खुर्किला बनाएका छन्। आबु गाडो त्यहाँ लगाएका छन्। भित्ते गाडी पहिला छन् त्यहाँ सुन्तला। झगाझग दाउरा ल भित्रको। अनि त्यो ग्यास उसलाई 5 वर्ष नआयो नि, केही सवाल छैन होइन? बिसाउनु ल हजुर नि। अनि इन्टरभ्यूमा चाहिँ म काठमाडौँदेखि चाहिँ यहाँ पठाएको हजुरको हजुर ल आउनुहोस् भन्नुहोस् न। ल बिसाउनुहोस् ल। अब यहाँ चाहिँ हुन्छ है, अब कुरो हुन्छ ल। बाई हाम्रो बिसाए बा नाच्न नि बेर लाउनुहुन्न फेरि। ओहो बिस्तारै 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 हो। तपाईँ जस्तो मान्छे नजान्नुहुन्छ नाच्नुहोस् ल। तपाईँको गुनासो के छ भन्नुहोस् ल। भन्नु न त नि। गाउँमा के को अभाव हो, के चाहियो, कसो हो, के हो दुःख? पैसा नमाग्नुहोस् न। के गरी खाने भाँडो के चाहियो अथवा के हो भन्ने कुरो। पैसामा आएछ त पैसा त कसले दिन्छ त? हो कि भन्दा साउ ठाउँ छैन, सकिएन हो। छोरा नाति चाहिँ विदेश गए, काठमाडौँ गए, सकिएन। अङ्कल अङ्कल सोध्नुहोस् नि यहाँ तपाईँ यार। खालि मोबाइल चलाएछन् मोबाइल चला। सोध्नुहोस् कसको के को यसको? यो ट्याङ्कीको चाहिँ यत्रो यहाँ चाहिँ 7-8 वर्ष भइसकेको जग्गा दिएको र पनि भएको छैन। राज्यको लगानी नाच्छ। कति करोडको? कहाँ 60 लाख मात्रै हुन्छ? हाम्रो आइतबार कहिले हो त? आइतबार ल यसरी छ गाउँभरि सुन्तला। टक्क घर त्यस्तो स्पेसल बनाएको छ नि, तर बस्दैन के गर्नु। यता अनि सुन्तला। अब हामी चाहिँ गाउँ बस्ती छिर्दैछौँ। के छ त भने धारो नालामा, तर धारो चाहिँ ठडिएको छ। पानी धारोमा आउँदैन नि त नालामा। यता होमे गएको यता चाहिँ हाम्रो चाहिँ धामी बाह्र घर। यहाँ त फुकेर छोक्छ कि राम राम। यो त जन्मैदेखि पो त हराभरा छ त हौ। ल अमिली के छैन हेरी। गाउँ भनेको चाहिँ ल भगवान् अब के बोल्नु। घर त्यस्तै छ हो। सुन्तला त्यहाँ टमाटर प्याज लसुन मौरी घर कहाँ छ? ऊ होमी गएको होमा काका गर्दैछ बाख्रो। यो कृष्णबहादुरको होइन, भक्तबहादुरको। तपाईँ हजुरबाले त्यसरी मिस्त्री ल हेर। यो त कसले हो? यो कृष्णको त हो। बाख्रा कसको? कृष्णको। ए घरबेटी आमा कुकुरले टोक्दैन। कुकुरले उठाउनु है च्याप्पै। ल
हामी चाहिँ गाउँ गाउँ चाहिँ पैसा बाँड्ने हिँडेका ल कतिवटा जर्सी गाई हो काकी यो जर्सी गाई कस्तो गाई हो कति पाँच दुध दिन्छ यसले हामी काकी यसरी बसेको छन् बालेको खुकुरी यहाँ छ यी बालेको खुकुरी हो बालेको नि खुकुरी बालेको खुकुरी हो लुगैका गएको सुन्तला यसरी लाहन ल बालेलाई लु बालेका बा बालेका बा त्यहाँ आमा त्यहाँ जर्सी गाई यहाँ पालेका छन् घर त्यस्तो छ ल बड्डा कुकुर चुप